नमस्ते नमस्कार साथीहरू। अगर तपाईहरू शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईहरूको लागि एकदमै उपयोगी हुनेछ। अगर तपाईहरू निमावि वा प्राविको तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो अवश्य हेर्नु होला एकचोटि। हामी यस भिडियोमा खण्ड क को सामान्य ज्ञान जम्मा 15 वटा प्रश्न उत्तर हामी यस भिडियोमा छलफल गर्नेछौँ। त्यही भएर भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। अब ढिलो नगरौँ, हामी प्रश्नतिर जाउँ। प्रश्न नम्बर 1 मा भनिएको छ सबैभन्दा छोटो दिन भएको ग्रह कुन हो? अप्सन नम्बर ए मा दिएको छ पृथ्वी, अप्सन नम्बर बी मा शुक्र, अप्सन नम्बर सी मा बृहस्पति र अप्सन नम्बर डी मा दिएको छ वरुण। यसो गेस गर्नु त कुन हुन्छ? ल, सबैभन्दा छोटो दिन भएको ग्रह कुन हो? सबैभन्दा छोटो दिन भएको ग्रह बृहस्पति हो। अप्सन नम्बर सी करेक्ट एन्सर। र छोटो दिन चाहिँ बृहस्पति हो भने सबैभन्दा लामो दिन भनेको कुन हो? शुक्र हो। उतातिर हेर्न सक्नुहुन्छ, शुक्र हो। अनि शुक्र ग्रहलाई आफ्नो कक्षामा घुम्न लाग्ने समय भनेको 243.02 दिन लाग्छ र सूर्यलाई परिक्रमा गर्न लाग्ने समय 224.7 दिन लाग्छ। यति ख्याल गर्नु होला। अब प्रश्न नम्बर 2 मा सोधिएको छ हिन्द महासागरको सबैभन्दा गहिरो स्थान कुन हो? अप्सन नम्बर ए मा भनेको छ मारियाना ट्रेन्च, अप्सन नम्बर बी मा भनेको छ पिटुरुकियो द्वीप र अप्सन नम्बर सी मा भनेको छ जावा ट्रेन्च र अप्सन नम्बर डी मा भनिएको छ मोल्डी द्वीप। कुन हुन्छ यसको? हिन्द महासागरको सबैभन्दा गहिरो स्थान कुन हो? यसको करेक्ट एन्सर रहेको छ अप्सन नम्बर सी जावा ट्रेन्च। अन्त कसको कुन रहेछ भनेपछि प्रशान्त महासागरको मारियाना ट्रेन्च गहिरो भाग, आन्ध्र महासागरको पिटुरिको द्वीप हैन, हिन्द महासागरको जावा ट्रेन्च हो, अनि सुमेरु महासागरको गहिरो भाग मोल्ली द्वीप गरेर रहेको छ। ल, प्रश्न नम्बर 3 मा भनिएको छ क्षेत्रफलका आधारमा विश्वको सबैभन्दा ठुलो राष्ट्र कुन हो? ल, अप्सन नम्बर ए मा भनिएको छ रुस, बी मा क्यानाडा, सी अमेरिका, डी चीन। यसको करेक्ट एन्सर रहेको छ रुस। अप्सन नम्बर ए रुस। अब हामी केही थप जानकारी हेरौँ। थप जानकारीमा विश्वका 5 ठुला राष्ट्रहरू क्रमशः रुस, क्यानाडा, अमेरिका, चीन, ब्राजिल रहेको छ। 5 ठुला राष्ट्रहरू भने विश्वका 5 साना राष्ट्रहरू कुन कुन हुन्? भ्याटिकन सिटी हो, अनि मोनाको, अनि 3 मा रहेको छ नाउर अनि टुभालु, अनि अर्को रहेको छ सान मारिया भनेर जम्मा 5 वटा रहेको छ। तपाईहरु ख्याल गर्नु होला। अब ढिलो नगरिकन हामी अर्कोतिर लागौँ। प्रश्न नम्बर 4 मा शालिग्राम पाइने विश्वको एकमात्र नदी कुन हो? अप्सन नम्बर ए मा रहेको छ कर्णाली, अप्सन नम्बर बी मा काली गण्डकी, अप्सन नम्बर सी मा कोशी। काली गण्डकी नरहेछ साथी, सरी, यो अप्सन नम्बर बी मा रहेको छ महाकाली र अप्सन नम्बर सी मा रहेको छ कोशी र अप्सन नम्बर डी मा रहेको छ काली गण्डकी। कुन हुन्छ राइट एन्सर? शालिग्राम पाइने विश्वको एकमात्र नदी कुन हो? पक्कै प्रश्न अप्सन डी काली गण्डकी। ल, प्रश्न नम्बर 5 मा भनेको छ
8500 मिटरभन्दा माथिका नेपालमा कतिवटा हिमाल छन्? ल, ए 2 वटा, बी 3, सी 4 र डी 5 कुन हुन्छ? यसो गेस गर्नु त। ल, यसको करेक्ट एन्सर भनेको 3 वटा। अब कुन कुन हुन्छ त्यो पनि जानिराखौँ। ल, त्यहाँ दिएको छ। सगरमाथाको उचाइ थाहा छँदैछ। यसमा हेर्नु सक्नुहुन्छ हिमशिखर होइन, अनि उचाइ, अनि हिमशृङ्खला र अवस्थित जिल्ला कुन कुन ठाउँमा छ भनेपछि ल, सगरमाथा 8848.86 जम्मा मिटर रहेको छ भनेपछि किलोमिटर। अब यसमा रहेको छ हिमशृङ्खला कुन हिमशृङ्खलामा पर्छ भनेपछि खुम्बु महालङ्गुर, अनि जिल्ला सोलुखुम्बु रहेको छ भनेपछि ल। कञ्चनजङ्घा 8586 किलोमिटर भनेपछि यतातिर मिटर रहेको छ। अनि कञ्चन हिमशृङ्खला कुन हिमशृङ्खलामा पर्छ भनेपछि कञ्चनजङ्घा होइन, अनि जिल्ला भनेपछि ताप्लेजुङ। स्क्रिन सट गरेर राख्नु होला ल। अनि लोस्से भनेको छ हो, लोस्से 8516 जम्मा रहेको छ मिटर भनेपछि यतातिर खुम्बु महालङ्गुरै हिमशृङ्खलामा पर्छ। अनि जिल्ला अवस्थित भनेपछि सोलुखुम्बु। अनि यो 3 वटा भनेको नि सगरमाथा, कञ्चनजङ्घा अनि लोस्से भनेको नेपालको जम्मा 3 वटा रहेको छ। 8500 मिटरभन्दा अल्गो। त्यसरी नै गरेर मकालु रहेको छ, चोयु, धौलागिरी, मनास्लु अनि अन्नपूर्ण कुन कुन हिमशृङ्खलामा छ यो पनि इम्पोर्टेन्ट छ है साथीहरू। अनि कुन कुन जिल्लामा छ अनि उचाइ कति छ योहरू याद गर्नु होला ल। ल, प्रश्न नम्बर 4 मा भनिएको छ, प्रश्न नम्बर 6 मा 4 शहीद मध्ये सबैभन्दा पहिले मृत्युदण्ड कसलाई दिएको थियो? ल, यो क्वेसन रहेको छ। ए गङ्गालाल श्रेष्ठ, बी शुक्रराज शास्त्री, सी धर्मभक्त माथेमा, अनि डीमा रहेको छ दशरथ चन्द्र। कुन हुन्छ यसको राइट एन्सर? यसको राइट एन्सर अप्सन नम्बर बी शुक्रराज शास्त्री। अब हेरौँ यतातिर केही फिडब्याकमा रहेको छ भनेपछि थम्नु है साथीहरू एकैछिन। शुक्रराज शास्त्री विक्रमसम्म 1997 मा माघ 10 गते होइन मृत्युदण्ड दिएको हो। त्यतिर टेकु पचलीको खरीको रुखमा झुन्डाई जय नेपाल भन्ने पहिलो व्यक्ति को रहेछ शुक्रराज शास्त्री भनेपछि धर्मभक्त माथेवा त्यहाँतिर हेर्नु सक्नुहुन्छ। विक्रमसम्म 1997 माघ 12 गते दिएको छ, सिफलमा दिएको रहेछ। अनि गङ्गालाल श्रेष्ठ र दशरथलाई विक्रमसम्म 1997 माघ 14 गते दिएको छ। त्यही भएर सबैभन्दा पहिलो मृत्युदण्ड कसलाई भने शुक्रराज शास्त्रीलाई, त्यसरी सम्झिनु होला ल। प्रश्न नम्बर 7 मा अब जाउँ। प्रश्न नम्बर 7 मा के भनिएको छ? प्रश्न नम्बर 7 मा भनिएको छ जोडा मिलाई म्याच होइन, म्याचिङमा लेखिएको कुन ठिक छ? यसको अप्सन पनि होला है साथीहरू। अप्सन भनेपछि अप्सन नम्बर ए, बी, सी, डी यसबाट कुन करेक्ट हुन्छ यसो अनुमान गर्नु होला। तामाङको के हुन्छ? ल, तपाईहरूलाई तामाङको आउँदैन भने थारू भनेको माघी पर्व होइन। अनि शेर्पा भनेको छ नि
अनि शेर्पाको सोनाम लोसार हुन्छ हैन। अनि थारू र भइसक्यो हैन। अनि तामाङको भनेको ग्याल्बो लोसार। अनि त्यसपछि गुरुङको तमु लोसार गरेर रहेको छ हैन। अब यसको यसरी कुन ए को 2 गलती भयो यहाँ। अनि बी को हेरौँ A2 ए नम्बरको 3 मा रहेछ भनेपछि यो करेक्ट एन्सर भनेको कुन रहेछ भनेपछि यसमा अप्सन नम्बर सी रहेको रहेछ। अप्सन नम्बर सी यसरी सम्झिनु होला। प्रश्न नम्बर 8। प्रश्न नम्बर 8 मा के भनिएको छ, नेपालमा सबैभन्दा बढी उत्पादन हुने बालीदेखि कम उत्पादन हुने बालीलाई क्रम मिलाएर राख्दा हैन तलको मध्ये कुन सही हुन्छ भनेको छ भनेपछि ए मा भनेको कोदो मकै गहुँ धान भनेको छ भनेपछि बी मा भनेको तपाईलाई धान मकै कोदो गहुँ भनेको छ हो। अनि सी मा धान मकै गहुँ कोदो भनेको छ। अनि डी मा धान कोदो मकै अनि गहुँ कुन करेक्ट एन्सर हुन्छ यसो अनुमान गर्नु त। पक्कै सी नम्बरको हैन, अप्सन नम्बर सी को के रहेको छ, धान हैन, धान रहेको छ। धान मकै गहुँ अनि कोदो त्यसरी ल। अब हामीलाई भनिएको छ यसमा पनि जोडा मिलाउनु नै रहेछ। कुन जोडा सही छ भनेर ल भनेपछि हट मनी भनेको छ। हट मनी के हुन्छ, बढी ब्याज हो, ए कति 4 हैन। भनेपछि सफ्ट मनी भनेको कम ब्याज दरमा प्राप्त हुने ऋण भनेको चाहिँ यो रहेछ भनेपछि B3 हैन। B3 भनेपछि अनि के भनेको छ, व्हाइट डलर भनेको के हो, व्हाइट डलर भनेको आएन भनेपछि ल व्हाइट डलर भनेको 2 को हैन जलविद्युत तथा पानी निर्यात गरेर कमाएको विदेशी मुद्रा भनेर रहेछ भनेपछि अप्सन नम्बर डी को कुन रहेछ, उपहार गिफ्ट ट्याक्स भनेको उपहार प्राप्त हो त्यसरी। अनि ए को फो कहाँ छ, ए को फो 3 ठाउँ रहेछ। अप्सन नम्बर ए यो त रङ भइहाल्यो हो, यो रङ भयो भनेपछि बी को कति 3, बी को 3 ऊ त्यहाँ छ र ऊ त्यहाँ रहेछ हो भनेपछि यो पनि कट भयो, अनि व्हाइट मनी भनेको 2 C2 भनेपछि यही करेक्ट एन्सर रहेछ साथीहरु। अप्सन नम्बर ए करेक्ट एन्सर ल। त्यसै गरेर अब हामी प्रश्न नम्बर 10 मा के भनेको छ, भूकम्प मापन गर्ने यन्त्रलाई के भनिन्छ ल। भूकम्प मापन गर्ने यन्त्रलाई के भनिन्छ, ए सिस्मोग्राफ, बी रेक्टोमिटर, सी रेक्टर स्केल भनेको छ। अनि डी मा पोलिग्राफ। अनि यसको करेक्ट एन्सर कुन हुन्छ, यसको करेक्ट एन्सर भनेको अप्सन नम्बर ए सिस्मोग्राफ हैन। अनि यो पोलिग्राफ भनेको चाहिँ के हो, पोलिग्राफ भनेको झुटो पत्ता लगाउने हैन, झुटो पत्ता लगाउने। झुटो पत्ता लगाउने हैन। ल सीमा प्रश्न नम्बर 11। प्रश्न नम्बर 11 मा के भनेको छ हेर्नु त, सिद्धान्त प्रतिपादक जोडा कुन गलत रहेको छ। सिद्धान्त प्रतिपादक
सूर्य केन्द्रित सिद्धान्त निकोलस कोपर्निकस हैन। अनि बीमा भनेको छ चालको नियम हैन, चालको नियम। अनि सीमा सापेक्षवादको सिद्धान्त हो। अनि डीमा रहेको छ परमाणु बमको सिद्धान्त अटो हल भनेर रहेको छ। अब यसमा कुन सूर्य केन्द्रित सिद्धान्त निकोलस कोपर्निकस यो राइट छ, सही छ हैन, यो सही भयो, ए नम्बरको ठिक छ। अनि परमाणु बमको सिद्धान्त भनेपछि अटो हल यो पनि ठिक छ। अनि सी को सापेक्षवादको सिद्धान्त भनेपछि आइन्स्टाइन यो पनि ठिक छ। तर अप्सन नम्बर बीमा के भनेको छ चालको नियम आर्किमिडीज होइन। र गलत भनेको कुन रहेछ अप्सन नम्बर बी, अप्सन नम्बर बी गलत रहेको छ। त्यसै चाले गरेर अब प्रश्न नम्बर हामी 12 मा जाउँ। नेपाल सर्वप्रथम कहिले संयुक्त राष्ट्रको शान्ति सेनामा सहभागी भएको थियो भनेर रहेको छ। अब अप्सन नम्बर ए मा 1958 एडी, अप्सन नम्बर बी मा रहेको छ 1966 एडी, अनि अप्सन नम्बर सी मा 1974 एडी, अप्सन नम्बर डी मा 1978 एडी। यसको राइट आन्सर कुन रहेको छ? यसको राइट आन्सर पक्कै अप्सन नम्बर ए 1958 एडी रहेको छ। प्रश्न नम्बर 13 मा के भनेको छ? संयुक्त राष्ट्र सङ्घ सभाको हैन सहायक महासचिव पदमा काम गरिसकेका नेपाली को हुन रहेको छ है साथीहरु, को हुन्? ऋषिकेश शाह भनेको रहेछ, ऋषिकेश शाह। अनि दुर्गा प्रसाद भट्टराई, अनि सीमा भनेको छ भोजराज घिमिरे, अनि डीमा भनेको छ कुलचन्द्र गौतम। कुन रहेको छ? अप्सन नम्बर ए ऋषिकेश शाह, अप्सन नम्बर बी दुर्गा प्रसाद भट्टराई, अप्सन नम्बर सी भनेको छ भोजराज घिमिरे, र अप्सन नम्बर डीमा रहेको छ कुलचन्द्र गौतम। यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर डी कुलचन्द्र गौतम रहेको छ। प्रश्न नम्बर 14 मा के भनिएको रहेछ? देहायको बनाई विचार गर्नुहोस् भनेको छ। विचार गर्नु 1 नम्बरमा पृथ्वीनारायण शाहलाई नेपालको परराष्ट्र नीतिका प्रवर्तक मानिन्छ, राइट छ हैन। अनि 2 मा भनेको छ राजा महेन्द्र नेपालको आधुनिक परराष्ट्र नीतिका प्रवर्तक हुन् भनेर दियो, यो पनि राइट हो हैन। अनि नेपालको परराष्ट्र नीति सञ्चालनको एक आधार संयुक्त राष्ट्रसँगको बडापत्र हो। यसमा कुन गलत छ र कुन सही छ त? यसमा सबै भनाइ ठिक छ, त्यसैले के हुन्छ अप्सन नम्बर डी इज करेक्ट आन्सर। अप्सन सबै ठिक हैन, ख्याल गर्नु होला। अब रेडियो नेपालको स्थापना कहिले भएको हो? ल ओके साथीहरु, अब यसको के हुन्छ तपाईहरु खोजेर मलाई कमेन्ट गर्नु होला। अनि यो भिडियो कस्तो लाग्यो त्यो पनि हामीलाई जानकारी दिनु होला। अब राम्रो लाग्यो भने एक लाइक अवश्य गरिदिनु होला र यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हस् त, धन्यवाद।